ल जाम यात्रा छिटो 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 र छिटो कति लुसो हो कि छै हजुर त पहिला जाने भन्दा होला समाज सकेर घरबाट भ्याउन् न कि हिँडेर यसरी त ल है हामी चाहिँ अब हिँडियो है ल दुईजना पनि चढेछन् एकदमै जेत्तै दामी हो यो चाहिँ तर जाडोमा पानीमा चाहिँ घुमेको अहिलेसम्म थाहा थिएन है मलाई अब चिसो लाउँछ निमोनिया फिक्स हुन्छ अब यसपालि फिक्स हुने हिँडेछ सो वेलकम है त आजको भ्लगमा सबैजनालाई छिटो हिँड भन्ने मान्छे लास्टमा छ यस्तै हो कि विश्वास पनि कसको गर्ने विश्वास पनि कसको गर्ने नेवारी खाजा खाएर साउनी नै पाउने भएपछि ठिक छ अब आज चाहिँ हामी पार्कतिर जाने भनेको कताको पानी परेर आज फेरि धेरै दिनपछि भ्लगहरू सुरु गरेँ केटी सबै दिदीबहिनीहरू हो दिदीबहिनीहरूसँग चाहिँ आज पार्क हिँडेको पानी परेर आएको छ क्या भन्दा नि टेन्सन छ है निमोनिया लाग्न पनि सक्छ थाहा छैन के हुन्छ लेट्सी जाउँ न अब यता सुपातिर आउनु लागि सुपातिर चाहिँ चिप्सहरू खाने होला होइन चिप्सहरू केचाकुचा खाने मलाई के किनिदिने हो तातो आइसक्रिम अब फेरि सुपातिरै हल्ला गर्ने होला 1 घन्टा जति नकिने निर्णय गरे जस्तो लाग्यो कताबाट जाने पनि थाहा होइन मलाई त म त पछि हिँड्ने हो पछि हिँड्ने हो भने फाइदा छ क्या ल हाम्रो ग्रुपमा एकजना मिसिया एकजना थपियो सबै यसरी नै एक गुन्टा बाइक एक गुन्टा कार भए कस्तो हुन्थ्यो पानी झन् दर्क्यो है ठिक छ है यतिक चाहिँ हुनुपर्छ है जापानतिर चाहिँ मिमोजी लागिरहेछ म मिजी पो खान्छु मिमोजी पो भन्छु अर्को फेरि मोबाइल चलाउँदै हिँडे खानु फेरि अहिले पुवाको खस्यो भने कसैले थाहा पाउनु नगरे सानो मान्छे खान्छ कति राम्रो ठाउँ मम्मा Mite. Oh my goodness. हेलो गाइजहरू अब हाम्रो सिधो हाम्रो भ्लग इन्ड हुन लाग्यो साथीहरू हामी चाहिँ हाइरेगुचीमा छिरेको थियौँ त्यहाँनिर चाहिँ के भन्छ टिकट नकाटिकन छिर्न नपाउने रहेछ त्यसरी हामी चाहिँ बिच बाटोबाट निस्क्यौँ साथीहरू भित्रको ऊ देखाउन पाइएन साथीहरू अब चाहिँ हामी बाहिर निस्क्यौँ हाम्रो साथीहरू त भित्र छिर्न नपाएर अँधेर मुख लाएर निस्किरहन् आधी बाटोबाट त आफ्नीले फर्काइदिएर साथीहरू हाम्रो भ्युज हेर्नु हामी घुम्न आएको खास यो ठाउँमा हो तर हामी आज कहाँ डुलेर यो ठाउँमा चाहिँ भर्खरै हिँड्दैछौँ साथीहरू म भ्लग बनाइरहेको छु भ्लग लेट्स सी गाइज मिते मेचलले श्रेष्ठ चित्त नदेखाऊ हाम्रो त एउटा राम्रो फोटो रहेछ म त ह्याप्पी भएँ त्यही फोटो पाएर म त त्यो फोटो हालिहाल्छु नै मलाई पठाएर मात्रै हो मलाई त मनपर्छ त्यस्तो फोटोहरू काचङ कुचुङ परेको राम्रो भन्दा म अलि नराम्रो हाल्छु तिम्रो बर्थडे आइरह म त त्यही हाल्छु पोस्ट हाल्नु पुसको कति 3 2 29 इही होइन 27 23 19 27 नि साथीहरू यहाँ चाहिँ दिदीको बर्थडे भाइलाई थाहा नभएर यहाँ झगडा परिरहेको यस्तो मन दुखा बिचरा मेरो साथीले उसको बर्थडे पुसो भन्ने चाहिँ थाहा कि मलाई तर यति गते भने चाहिँ हल्का कन्फ्युज भएँ साथीहरू देख्न सक्नुहुन्छ यहाँनिर यस्तो अन्तर्वार्ता चलिरहेको छ दिदीले भनेपछि भाइको बर्थडे यस्तो च्यान्तो याद गर्नुभएको छ भाइले भने यस्तो लापरवाही गर्नुभएको छ साथीहरू हाम्रो ब्लगमा हाई गरौ हेलो क्यामेरा किधर
हान्दा अरे क्यामेरा कति गेन्की आनु त गेन्की ए आज फुल गेन्की साथीहरू हेर्नुहोस् अटम यस्तो राम्रो रातो रातो रुखहरू देख्न सक्नुहुन्छ फेरि भोलि आउँछ नि अनि यहाँनिर चाहिँ के भन्छ कस्तो राम्रो पानी एकदम उफ्रेको यस्तो निस्केको थियो हामी चाहिँ आउन ढिला गरेर साथीहरू पानी चाहिँ बन्द भइसकेछ किनकि हाम्रा साथीहरू छन् संसार घुम्न चाहन्छन् उहाँ चाहिँ कपालका फोटो खिचिदिरहन् हाम्रो आदि साथीहरू यो भनेको हाम्रो एकदम हेर्न चाहने पोखरी भनेको यो थियो कि त्यहाँनिर कति राम्रो पानी उम्रिन्थ्यो हामी चाहिँ आउन हल्का लेट भएर पानी चाहिँ गयो साथीहरू हजुर देख्न पाएन मेरो भ्लग सुनेर मेरो साथी हाँसेर मुर्छा भाइ चाहिँ देखेर सक्नुहुन्छ पानीमा हाल्दै पनि हुन्छ अरे क्यामेराम्यान जसको क्यामेरा हो उसले चाहिँ तर उनीहरूले म त्यस्तो छैन कि हरियो हुँदा कस्तो बब्बाल देखिन्थ्यो साथीहरू